यार 8 रन आयो ओभरमा। मात्र हुने त अब अस्ति सुगर भएको थियो नि फ्लेचरलाई दिन्न होला अब 13 को इकोनोमिक्स जय जगदीश हरे भन्नु पर्यो। प्रभु जय जगदीश दिनु पर्यो। भक्त जनों के संकट पल में दूर करे। ओम हर 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 महादेव। रोहित पौडेलको ब्याटमा शक्ति भरिदेऊ प्रभु शक्ति भरिदेऊ। रोहित पौडेल निकरण केसी ओ ब्याटमा शक्ति भरिदेऊ। ओम हर 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 महादेव। छक्का तर गयो कहाँ गयो क्यामेराम्यानले देखाएन र यो छक्का गएको छ। हर 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 महादेव। बेसीको पहिलो बलमा छक्का है त 31 मा 12 भन्नुहुन्छ 12 मा 31 भन्नुहुन्छ होइन अब 11 मा 25 खेल पल्टिसकेको छ। हामी त यहाँ भजन गाउँदै गाउँदै हर 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 महादेव। क्यामेरा एङ्गल चाहिँ भएन है यो म त क्याच गयो भनेर देखिरहेको पारी गाउँमा गएको रहेछ नि त पल्लो गाउँमा गएको रहेछ अनि क्यामेराम्यानै पल्ट्यो। फ्यानहरू अब 11 मा 25 यस या कर्मा खाने दोस्रो बल धरन केसीको दोस्रो बल अनि त्यसैको दोस्रो बल फेरि ट्राई गरेका थिए यो मिस हिट यो विकेट। हामीले भजन गाउन छोड्यौं नि। के भन्नु हाम्रो कमाई। पहिलो बल छक्का लगाई दोस्रो बलमा कट्टा उठाइयो सिधै त्यसको हातमा थमाइयो। काट्ने गरेछ हौ फेरि हुँदैले झन्डै फुस्काइसकेको हो नि। आज हारो भन्नुहुन्छ आज हार्दैन अझै पनि खेलको आश त सास भएसम्म आश हुन्छ। नन्दन यादव छ अझै हाम्रो फिनिसर त सन्दीप लामिछाने छ ललित नारायण राजवंशी कुरा नगर सन्दीप यस्तो गरौँ है औँला हामीले फुस्काइसकेका थियौँ तर यस्तै भने नेपालको म्याच फेरि प्लिज सन्दीप बाबु यता जर्सीमा यस्तो गर्छु यस्तरी 25 नम्बर विकेट एडै छ लामी छाने दाइ छन् स्ट्राइकमा। ओए सिंगल देखिएर हिँड्छ पुरा 25 डाइरेक्टर भएर यार यहाँ 25 बुझिहाल्नुहुन्छ नि हाम्रो रेगुलर भ्युअरहरू हुनुहुन्छ। रिक्वायर रन रेट 75 अरे रिक्वायर रन रेटमा ध्यान नदिनु हामी रन रेट रिक्वायर हुने आएर गर्दैन यो राम्रो सर्ट छ यो छक्का जान्छ चौका कसले हाने हो पौडेलले 48 भयो यार पौडेलले कप्तानी पारी त खेलेकै हो नि हुन त पौडेल साथ आहा हुने थियो है कप्तानकोबाट धेरै पछि यस्तो T20मा हेर्नु पाइएको छ होइन। त्यसैले म त भन्छु कि अब यहाँ पुगाएको गेमलाई चाहिँ फिनिस गर्न सकियो भने चाहिँ छ नि यार यो सर्ट हेरौँ न यो त्यसको चाहिँ क्याप्टेन 8 मा 20 11 रन त आइसक्यो नि यो ओभरमा। यो छक्का हो
छक्का बल्का फालेको भाइ यस्ता त हामी घुमाएर हानिदिन्छौँ 50 पुग्दैन है रोहितको 50 ताली ताली सब अझै 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 वर्क इज स्टिल लेफ्ट है अझै सातमा छ। चौका चौका हो भनेर हामी त हेर नाचेको छक्का जस्तै थियो है क्यामेरा एङ्गलले आकाशमै देखायो पार कप चिप्केको देखाएन क्यामेराम्यान पनि नेदरल्यान्डकै हो क्या हो होइन जान्दैन अलिकति अब भर्खर भर्खर सिक्दै होला पहिलो हो नि त पहिलो T20 हुँदैछ अनि यो विकेट हो त्यस्तै हुन्छ कि नेपालको गेम फेरि समाज छोडेर गइदिए अब क्याप्टेन न्युजिल्यान्ड हो यार के भन्ने होला अब अब खै के भन्नु के बोल्नु यहाँबाट यो चाहिँ अन्तिममा आएर अलिकति खल्लो भयो नि अहिलेसम्म त राम्रै थियो 150मा अल आउट गरेको अब भोलि पनि लाइभ गर्नुपर्छ हो भोलि पनि लाइभ गर्नुपर्छ लाइभ त सधैँ गर्नुपर्छ नि तर अलिकति लाइभ चाहिँ गाह्रो भोलि नै खतरा हुन्थ्यो अब के छैन त्यही 3टा ओडिआई जितेको हो भन्दै आउनु पर्ला भोलि पनि आजको बदला लिनु पर्यो भन्दै आउनु पर्यो भोलि त स्कटल्यान्ड छ हौ त भोलि स्कटल्यान्डलाई त अब हाम्रो आजको कुरा बिर्सिने आज अझै पनि मौका त छ नि हामी किन हार खाएको अझै सन्दीप लामिछाने कमेन्ट त्यस्तो स्याड आयो सन्दीप लामिछाने जस्तो ब्याटर बाँकी सन्दीप लामिछानेले पनि देखाउनु पर्यो नि त अब अरू सबै बलरहरूले देखाइसके आफ्नो चमत्कार सन्दीप लामिछानेले आफ्नो चमत्कार होइन के अर्कै देखाउनुहुन्थ्यो उहाँ त बलिङबाट उहाँले 3 विकेट लिनु भएको छ हौ म्यान अफ द म्याच खेल्ने पारी त अझै बाँकी छ नि खाने र यादव लामिछाने त फेरि आँखा बन्द गरेर हान्छन् है अहिले बोल्ड हुने बल थियो तर डबल लामिछाने हान्ने स्टाइलै त्यही हो लामिछानेको लाग्यो भने अर्जुन घरतीले पनि चान्स पाउनु पर्यो अर्जुन घरती पनि छ टिममा अर्जुन घरती टिममा गएको हो र त्यसको बारेमा चाहिँ आइडिया भन है ए अर्जुन घरती मेरो फ्रेन्ड छ हो फेरि पहिलो दोस्रो बल अफ साइडमा यो सिङ ल अब यादव नन्दन यादवको के छ त इतिहास नन्दन यादवले दन्दन पार्छन् त नन्दन यादवको इतिहास के छ यादवले कस्तो खेल्ने गर्छन् मात्रै भयो 4 मा 13 या 4 3 12 2 छक्का भयो भने सुपर ओभर एक छक्का एक चौका एक रन हाम्रो एनालाइसिस गर्ने टिमै छ है के कति रन चाहियो भनेर सर्ट चाहिँ ठिकै हो ठिकै ल चौका हुन्छ कि हुँदैन भयो त चौका यादवले हाफ सेन्चुरी हानेको अरे पिएम कपमा भनेपछि चाहिँ हामी आस्का मारेर बसेको त ओहो यार खेलाडीको त क्षमता छ नि त नि हामीसँग सन्दीप पनि त्यस्तो ललित जस्तो चाहिँ छैन है ललित पनि सक्छन् नि एकचोटि गरी 49 हाने होइन सन्दीपले 50 चाहिँ मिस गरे हुन् तर सन्दीपले जिताखान् नि यस्तो कहिले क्या त्यसरी अब 3 मा 9 के र यो सिधै खेलाडीको हातमा गयो जस्तो छ है दुई यस रन आउट हुन्थ्यो यार नन्दन यादवले स्ट्राइक चाहिँ छोडाइन है एउटा छक्का लगाइदियो नि 2 मा 7 कति मजा आउँथ्यो होला 2 मा 7 है 2 मा 7
नन्दन Please God, please. स्ट्राइक रेट ग्रेट अहिले भोलि मारौँ 2 रन त जिम्मेवारी थियो कि सन्दीपलाई स्ट्राइकमा बस्नु नै दिएन एकदम रिस्की रन ल्यायो नि यार एउटा वाइड खाल त नै आउट भयो भने सन्दीपै आउट हुन्छ नि त त्यही त तिमीले अलिक आउँथ्यो यो ठुलो सट यो बचेको छ 2 कस्तो यार 2 रन भयो त्यो पनि यार भाग्य पनि छैन क्या नेपालको साथमा जित्नलाई तर यो त छक्का हुनुपर्ने हो यार कसरी तान्यो यो खुट्टा हेर्नुपर्छ यार रिभ्यू छैन के हेर्ने एम्पायरिङ स्टेज 1 मा 5 जित्नलाई 1 मा 5 छक्का भयो भने जित्यो चौका भयो भने सुपर ओभर भयो त्यति नै छ अब खेल त्यो चाहिँ अलिकति यार मलाई चाहिँ डाउट लागिरहेको छक्का होला यार अब गेम त्यसमा हामीले गर्न सक्ने केही छैन छक्का भयो भने फेरि पनि चान्स छ छक्का भयो भने जित्यो चौका भयो भने सुपर ओभर लास्ट बल यार यो हार्यो भने गाह्रो हुने हो है गाह्रो त के हुनु र अब यादव जितेको क्या हो नि त यार त्यो छक्का भयो त लास्ट बल छक्का यो सुपर ओभर एकैको भरमा क्या था भाई ये क्या था भाई मुझे तो चक्कर आने लग गया तर यार जित्यो गेम जित्यो झन् धमाका मस्किन्छ यार के भयो यहाँ सुपर ओभर भएपछि फेरि एक ओभरको गेम हुन्छ खतरा भइरहेछ म्याच यार हामी लाइभ बन्द गरेर अलिकति हामीले बिगार्यौँ कि बिचमा अनि राम्रो खेल्न सकेनौँ अहिले फेरि हामी जब लाइभमा फर्क्यौँ नि त्यसपछि गेम कमब्याक भयो क्या नाइस म्याच अझै पनि 1 ओभरको सुपर ओभरको गेम हुनेछ यसमा हामी हेर्नेछौँ पक्कै पनि अब चाहिँ धमाका मच्काउनु पर्यो के टुकुर भएन अब आउँछ पहिला नेपालको ब्याटिङ नेपालको पहिला ब्याटिङ आउने होला है को आउँछन् होला कमेन्टमा गर्नु है ओपनर को आए राम्रो होला तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ है धेरै इन्टेन्स भयो म्याच सुपर ओभरमा पुगिसकेको छ गेम एकदम रमाइलो भइरहेको छ यार गेम अनिल पनि आउन सक्छन् जितेको गेम सुपर ओभर नभन म जान्छु भनेर झाक भयो यार खतरा छ है म्याच ठगुन्डा ल्याउनु पऱ्यो कि ठगुन्डालाई म्याच त खतरा भयो यार खतरै भयो नि नेपालको गेम खतरा नभएको अहिले छ र यार हाम्रो लाइभ नहेर्ने मान्छे पनि कतिवटा होला क्या अहिले भोलि हेर्छन् केही छैन यदि भोलि हेर्दै हुनुहुन्छ भने comment गर्नुहोस्। हाइलाइट्स बनाएर पनि हाल्नुपर्छ कि एउटा एडिटर राख्नु हो कोही छ भने एडिटर कमेन्ट गरौँ है चारजना एकजना भित्र भइहाल्छ कति राइटर चाहिने र त्यो छ भने अनिल हुन्न भन्नुहुन्छ अनिलको चाहिँ ब्याटमा लागिरहेको रोहित त कहाँ माथि गएर बसिरहेको छ पुरा गरिरहेको नि यहाँ स्ट्राटेजी बन्दैछ फ्यानहरू पनि एकदम है बाक्लो उपस्थिति चियर चाहिएको छ आज तपाईँले हेरेर यहाँ 4 जना पुगिरहेछ टिकट काटेर फ्यानहरूले गएका थिए नि त्यसको मजा चाहिँ भरपुर उठाए यार वान साइडेड गेम हुनुभन्दा त यो त लाखौँ हो नि यार कि नेपाली फ्यान नेपाली क्रिकेट सबको मुहारमा हाँसो छ नन्दन यादव एकदम खुसी छ नन्दन यादव है नन्दन यादवले आज जुन तरिकाले नेपालले सुपर ओभरमा लगेका छन् जित्यो भने चाहिँ यसको एकदम ठुलो भ्यालु हुने ब्याटिङ पनि गर्ने नै बलिङ गर्ने तर सुपर ओभर ल्याउनलाई पनि उनको महत्त्वपूर्ण भूमिका रह्यो नि त लास्टमा सुपर ओभरमा चाहिँ एउटा भोटेल अब हामीले आज डक आउट भएका ब्याट्सम्यानलाई त हामी नदिन पनि भोटेल र अहिले ल्याउनु पर्यो
किन आउँदैन लोकेल लोकेश त डग भएकोलाई नगराउ न हौ अनिल आउन सक्छ बरु मलाई लाग्यो है मलाई त त्यही हो हुर्तेल अनिल अनि त्यसपछि रोहित ल्यायो भने हुन्छ यो नन्दन यादव नै ल्याउँदा पनि फरक चाहिँ पर्दैन किनकि एकचोटि हामीले वान डाउनमा नन्दनलाई पठाउने हो दुइटा जग्गा कि त उसलाई फर्स्टमै पठाउनु पर्यो कि त वान डाउनमा पनि नपठाउने म्याचमा 2 विकेट हुन्छ होइन 3 विकेट भन्नाले 2टा आउट भइसक्यो त्यसैले अब सुपर ओभरको खेल राम्रो हुनेवाला छ सबैजना यहीँ बस्नु होला एकदम ढुकढुक हुनेवाला गेम छ है ढुक त भइसक्यो त अघि अघि अझ झन् इन्टेन्स हुन्छ नि त अब तर जितेको गेम थियो नेपालले सुपर ओभरमा लगाएछ त्यो छक्का हुन नि सक्छ तर पहिला नै हामीले हानिसक्नु पर्यो थियो कि यति रन त छगुनाले एक बल कम खायो यार सम्झिँदाखेरि नेदरल्यान्डसँग पहिला पनि एकचोटि सुपर ओभर भएको छ कि जस्तो लाग्छ है कहाँ यहाँ टिओमा त्यो मान्छन् हो होइन त्योभन्दा पहिला भएको छैन ओमानसँग भएको त याद छ मलाई है उमासँग सुपर ओभरमा जित्यो कि हार्यो फेरि हार्यो जस्तो लाग्यो सुपर ओभरमा हारेको नेपालले उमासँग त्यही त नराम्रोले अर्थ भयो नि खै यार गर्न पनि सक्छ नि तर त्यसलाई त तर यिनीहरूले त पहिला जो ब्याट्सम्यान आयो पहिला ब्याट्सम्यान आउने हो अनि त्यो हेरेर बलर दिने हो नि नेपाल 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 सम्पाल मिस्यु भनेर खान है सम्पाल भावे जिताउँछ राम्रो के थाहा हो गुल्सन भावे जिताउँथ्यो कि यार मल्ल भावे जिताउँथ्यो कि मल्ल खगुन्नाको ठाउँमा तारिफ सेक भइदिएको भए आउन लास्ट बल खाइदियो नि यार खगुन्ना दिपेन्द्र सिंह ऐरी दुइटैले खाए ऐरीलाई पनि हैरी त बाघ हो यार कहाँ दोष दिनु मिल्छ बाघ भए पनि गल्ती गर्यो भने त बाघ हैरी त बढेर डिजर्भ गर्थे खाने ठगुन्नाले खानु भएन के सबैजना एडलाई गाली गर्दैछ मैले प्रचार आइरहेको भएर नेपाल नेपाल सुपर ओभरमा जितेपछि त मस्त निन्द्रा लाग्ने हो यार हार्यो भने चाहिँ परेशान हुने हो फेरि है के हुन्छ अवस्था ल होटेल र रोहित आएका छन् क्याप्टेन आएका छन् दयाम घरेमले आए यार म्याच टाइड इन क्याप्टेन दुईटा हाई स्कोर गर्ने आए ठिकै हो म्याच युट्युबमा आइरहेछ लाइभ नेपाल भर्सेस नेदरल्यान्ड सर्च गर्नुहोस् न युट्युबमा लाइभ छ है त्यही भएर आज नेपाल हाम्रो म्याचमा भ्युअर छैन एडिआर स्पोर्ट्स भन्ने च्यानलमा छ रोहित बस्यो फेरि क्रिजमा रन हान्छ केटाहरूले भन्नुहुन्छ रन त हान्नु पर्यो नि रोहितले अघि त्यत्रो हानेको भयो नि त 49 अब दरामले चाहिँ के गर्छ यो स्पिनर यो त जित्नुपर्ने अवस्थाको खेल हो अब के आउँछ फेरि एड आइरहेछ यार अन साइडमा यो दुई यसले ओबिएस चलाउन जानेन सिङ्गल एक रन है पहिलो बलमा फ्रस्ट्रेट भइसक्यो रोहित यार ब्याट हान्न राख्नु भएन 15 रन त हान्नुपर्छ यार एटलिस्ट त्यो पनि यार धन्नले दामी है दामी हुर्तेल भुरी मामा यो पारा मन पर्यो है मलाई चौका अब चाहिँ 5 रन भयो है हामी 20 रन पुरा हुन्छ धेरै पनि के हान्नु यिनीहरूलाई 20 रन त धेरै राम्रो भइहाल्यो नि अलिकति सर्ट बल चाहिँ खालेको है बल चाहिँ राम्रो होइन है यो Mama, you can do it. Mama ji. Oh, Mama ji. Rayo छक्का Mama. Mama in form. 2 ball 10 run. सक्छ त कसैले यस्तो बल खाल्छ यस्तो धरामलाई त अघि आफूले प्रयोग गरेको सुपर ओभर
अँ, पहिले बल चाहिँ सिधै टोइलेटमा गएको छ है। 4 ओभरमा 14 अहिले। 3 ओभरमा 3 रन दिएको थियो लास्ट ओभरमा खायो त्यसले 3 ओभर होइन 2 ओभरमा 3 रन मात्र होला है आँतिसक्यो अब यो राम्रो छ यो त छक्का हो यो छक्का ए चौका बचाए यार छक्का भएन 2 रन है छक्का बचायो 2 रन हुसेलकै सो भयो त्यो रोहित चाहिँ दौडिनु मात्रै होइन पहिलो बल चान्स थियो त उसलाई पहिला बढी हाल्ने चान्स थियो सिङ्गल लाग्यो 13 भयो है अब हामीलाई एउटा बााउन्ड्री ल दुईटामा दुईटा नि चाहिएन फेरि उठायो के हुन्छ छक्का पारा मामाको पारा हाँस्ने पारा जा यही पिट्नु पर्ने थियो अब त अब यसले टोटल कति दिएको थियो अब हामीले स्पिनरलाई दिनु है 14 दिएको थियो टोटल नन्दनलाई दिनुपर्छ अब नन्दनलाई दिँदा हुन्छ फेरि पनि यो के हुन्छ यो विकेट हो कि ठिक छ 20 को टार्गेट है यो पनि अलिक छक्का अलिकतिले पुगेन यार ओभर सक्यो होइन कराइदिने 20 रन म चाहिँ नन्दनलाई नै भन्छु होइन अब करणलाई दिँदा पनि यस्तै नन्दनलाई नै राम्रो हुन्छ किनकि करणको लेन्थ बिग्रेर हुन्छ कि नन्दनको अलि दबेर आउँछ बल करणको अलि हाइट छ स्पिन सन्दीपलाई नि दिन सक्यो सन्दीपले राम्रो गरे नि त आज स्पिनरलाई चाहिँ गाह्रै त 20 रन भइसकेपछि 5 तीन बल खुवाउनु पर्यो क्या अब 3 बल जस्ट नन्दनलाई यर्कर किन नफाल्यो क्या त्यसले लास्ट रन नन्दनलाई यर्कर भएन होला नि त अब यर्कर किन खाएन गेटिङ एक्सपिरियन्स है ल 20 रनको टार्गेट सुपर ओभरमा यो सुपर ओभर पनि ड्र भयो भने फेरि अर्को सुपर ओभर हुन्छ है अब आउनु भने त मजा त्यतिकै सजिलै जितेर हुन्छ र नि खेलाइ जित्ने हो क्या अघि चाहिँ हारेपछि गाह्रो हुन्छ नि भनेर हारेपछि गाह्रो हुन्छ छतमा केटा नन्दन त माथि बस्या हौ 19 रन चाहियो सुपर ओभरको लागि 20 रन चाहियो करण हो बेट पनि हुन सक्छ उनीहरूले करणले सुपर ओभर जित्दा खाने त कहिले हो सुपर ओभर जिताएको जस्तो चाहिँ लाग्छ तेल सो भयो यार सुपर ओभरमा त अरू पर्छ एक बलमा खाइदियो त्यो पनि छक्का जाने भयो के छ भुर्चेललाई स्ट्राइक दिए 25 हुने रहेछ नि त विकेट पनि हुनसक्छ अब हामी जाँदैछौँ सुपर ओभरमा कारण केसीको हातमा हुन्छ कि सन्दीप लामिछानेको हातमा हुन्छ कि नन्दनको हातमा हुन्छ कि सन्दीप लामिछाने पनि गर्न सक्छ अहिले तिनीहरूले बेट गरेर उनीहरूले चाहिँ पेसर खेल्ने खेलाडी ल्याएर अनि टक्क यहाँ चाहिँ बलिङ सन्दीपको हातमा थमाइदिन पनि सक्यो नन्दनको हातमा थमाइदिन पनि सक्यो र व्यास स्टुडियो चलाउनु नजानेको हो कि होइन एड देखाएकै बढी आएर 1,10,000 जनाले हेर्दैछन् यार हामीलाई त्यति जनाले हेरेको त हाम्रो आज वाच आवर 1 मिनेटमा पुग्ने थियो करण इज ब्याक है ल ठिक छ करण मेरा करण तू मेरी किरण हो त करण होइन मेरो करण अर्जुन आएंगे हो सबैसँग कुरा गर्दैछन् करणले कहाँ कसरी के गर्न सकिन्छ भनेर वीरेन्द्र सिंहले सिकाइराखन् रोहित पनि सिकाइराखन् आज नमस्ते नगरेर सिकाइराखन् हात यस्तो गरेर अस्ति धेरै ट्रोल भयो भनेर अनिल छन् त्यहाँ सबै छन् को आउँदैछ त उताबाट
अहिले तिनीहरूले अब रोहित लिँदै दिँदो भनेर करणलाई त त्यस्तै खैरीलाई पनि दिनु सक्छ होइन करणलाई दिने हो यो एक्टिङ गरेको हो कि सब यार के हो यो नन्दनको साइडमा आयो क्या ए नन्दन त इन्जियर भयो नि त यार अघि कसरी लास्ट ओभरको सेकेन्ड लास्ट बलमा हातमा लाग्यो नि चोट रगत आयो चाहिँ नन्दनले त अहिले भर्खर राम्रो खेले होइन हो तर हातमा चोट लाग्यो नि त हो लास्ट बल करणले फालेको 29 ओभरको लास्ट बल बलिङ गर्न सक्छ नि खै यस्तो यहाँनिर आउँदाबाट रगत आएको कहिले काहीँ कुर्बानी गर्न सक्नुपर्छ खेल्न आएर बिर्सेको यार मैले सेक्युरिटी काटेर कपालले नै डेभिड स्कट एडवर्ड ल ठिकै छ जो आए पनि हान्न सक्ने होइन म्याक्स सर्ट आउट र माइकल लेभिन अब करण केसीको अब त जित्छ नेपालले भन्नुहुन्छ जित्नुपर्छ अब नेपालले होपफुल्ली पहिलो बल डट भयो भने सक्यो क्या खेल पहिलो बल डट अथवा विकेट हुन्छ पहिलो बल छक्का भयो भने त पहिलो बल छक्का भयो भने चाहिँ फेरि गेम अन हुन्छ उनीहरूको लागि उनीहरूलाई पहिलो बल बााउन्ड्री हान्ने नै प्रेसर हुन्छ है हामीले त पहिलो बल बााउन्ड्री नहानेर जित्ने हामीले पछि सबै हाल्ने नि त पहिलो र लास्ट हान्दैनौँ हामीले त्यो बाहेक सबै हाल्ने बााउन्ड्री पहिलो हानेर सब हान्न ल है अब चाहिँ हार्यो भने त यार गाह्रो हुन्छ यार हार त किन फेरि सुपर ओभर पनि हुन्छ त्यो भयो पनि झन् रमाइलो हुन्छ है त्यो जेल होस् तर जित्नु चाहिँ पऱ्यो नेपालले लास्टमा टस नै होस् तर नेपालले जित्नु पऱ्यो क्या भन्छु म चाहिँ है 19-20 रन चाहिएको है अन्तिम ओभर फाल्न करण केसी आफ्नो रनअपको लागि दौडिसके पहिलो बल नै किन होइन सर्ट बल छक्का पहिलो बल गर्दा करणको लागि है यो त बल भएन है करण माथि आयो कि बल पहिलो बलै छक्का गइसक्यो अब 14 रन चाहिएको छ 5 बलमा यो बल भएन यो अलिकति धेरै नै सर्ट बल भयो सर्ट पनि स्लो पनि अनि करणको एक्सपिरियन्स लाउनु पर्यो हौ यस्तो एक्सपेक्ट गर्दैन हामी नेपाली क्रिकेट फ्यानले करणबाट इन्टेन्स भइरहेछ है माहौल धामी ठिक छ है एउटा बल थियो मिस भयो यार 4मा 14 है अब कुनै चान्स थियो तर करण त कम ब्याकअप बस्नु माइकल लेभिट अर्को बल यार के गर्छ के गरेको यार नोबलको लागि उ गर्दैछौ रन आउट मिस गरिदिरहेछ रन आउट मिस गर्ने हो यार केही गर्न सकेन यार इट वाज आउट थिएन र यार पनि मिस भयो नि क्लोज छ यार नोबल दिएको र दिएन नोबल दिएन यार रन आउट दिनु पर्ने थियो के छैन यार तर बल चाहिँ नोबल दिएन भने त ठिक छ नि यो राम्रो भयो नि त डट बल भयो नि यो चाहिँ आउट छ हेर्नु न आउट थियो यार क्लोज छ धेरै एम्पायर कस्तो पोजिसनमा छ हेर्नु ला जस्तो छैन ठिकै छ अब 3टै बाउन्ड्री चाहियो हुँदैन ल ठिक छ नम्बर फाल्नु भएन ल अब दुईटा अब सुपर ओभर मात्रै हुन सक्छ है के होइन पुगिहाल्छ नि 2 छक्का चाहियो है अब
दुई छक्का तर हुनु भएन है डट बल अथवा चौकाले काम गर्छ गर्दैन 6-4-10 ले सुपर ओभर हुन्छ होइन 1 डट बल अब एउटा डट बल भयो भने पुग्यो क्या डट सिङ्गल डबल ट्रिपलै सम्म हानु न नोबल वाइड केही हुनु भएन जस्ट सिङ्गल डबल ट्रिपल जे हो नि भयो हामीलाई जस्ट लेभिट एउटा छक्का लगाइसकेको थियो पहिलो बलमा मार्क्स सर्ट आउट हो ओह किन फुल टस यार वाइ सब बल फुल टस त्यो एउटा के छक्का भयो कि चौका भयो अहिले इज इट म्याक्सिमम चौका भएपछि सुपर ओभर छक्का भएपछि फेरि अर्कै सिचुएसनमा आइपुग्यो यार नेपाल चाहन्थ्यो त्यहीँ आइपुग्यो चौका भएपछि सुपर ओभर त्योभन्दा कम भएपछि नेपालले जित्यो छक्का भएपछि नेपालले हार्यो है ल अब प्लिज सिङ्गल डबल अथवा सुपर ओभरैसम्म भए पनि दियो तर छक्का चाहिँ दिनु भने डर देलाखेरि यार प्रेसरमा आइसक्यो कि कराउनु आत्ति छ त भजन शान्ति जगाऊ भक्त आरती जगाऊ आरतीको बेला भयो भक्त हो हरि कीर्तन गाऊ गाह्रो हुन्छ गाह्रो हुन्छ चौका फेरि सुपर ओभर त्यो जित्यो गेम पनि आएर हराइदिन्छ नि यार लास्टमा आएर फेरि सुपर ओभर अब नेदरल्यान्ड ब्याटिङ गर्ने आयो नि अब नेदरल्यान्ड पहिला ब्याटिङ इन्टरनेसनल क्रिकेटमा दोस्रो सुपर ओभर भएको यो पहिल्यै म्याच हुनुपर्छ है इन्टरनेसनल क्रिकेट गरी इन्टरनेसनल क्रिकेटमा रिसर्च कहाँबाट गर्नु ठिकै छ त्यही हो जस्तो लाग्छ मलाई है के भनौ र खै तिमी हाँस भो मै बसमला रोइ हाम्रो यहाँ फेरि समस्या आएको छ है समस्या आएको छ खेलमा हामी ब्याक भइसकेका छौँ फेरि पनि देयर वाज सम इस्युज वेलकम ब्याक है वेलकम ब्याक अझै हाम्रो यसलाई हटाइदिन्छ यार हामी आफ्नो चेहरालाई ठुलो बनाउन सक्छौँ सुपर ओभर भएको छ है फेरि पनि सेकेन्ड सुपर ओभर केटाहरूले त्यही न्युजिल्यान्ड र इङ्ल्यान्डको कुरा गर्दैछौ न्युजिल्यान्ड र इङ्ल्यान्डको त वर्ल्ड कपमा होला नि डबल हो तर त्यो दिन त्यतिखेर दुईटा सुपर ओभर हुन्थेन एउटा मात्रै हुन्थ्यो ल हामी अब अलिकति ठुलो पर्दामा सेकेन्ड सुपर ओभर त यसरी नै हेरौँ न भनेर कुरा भइरहेको छ सेकेन्ड सुपर ओभर भइरहेको छ अब चाहिँ नेपाललाई टार्गेट दिन्छ उनीहरूले यो इन्टरनेसनल क्रिकेटकै इतिहासको पहिलो सेकेन्ड सुपर ओभर हो जस्तो लागिरहेको छ यसमा फ्याक्ट चेक गर्ने कोही हुनुहुन्छ भने फ्याक्ट चेक गर्न सक्नुहुन्छ दिस इज गेटिङ इन्ट्रेस्ट सुपर ओभर मुटु चेकअप गर्नुपर्छ भन्नुहुन्छ हो हामी भोलि अब सिधै बाँसबारीको त्यो के भन्छ नै त्यही कन्टिन्यू बाँसबारीको के हस्पिटल छ नि मुटुको त्यसैमा भेट्नुपर्छ जस्तो छ सुपर ओभर नसकिँदासम्म सुपर ओभर हुन्छ क्या सुपर ओभरको रिजल्ट जबसम्म आउँदैन नि तबसम्म सुपर ओभर कन्टिन्यू 2 ओभर र 1 ओभर चाहिँ हुनुपर्ने कि पहिलो सुपर ओभर 2 ओभरको हुनुपर्ने क्याप्टेन आयो
म्याक्स रोडाउटले अहिले भर्खर धेरै हानेको होइन? किन यस्तो? यो चाहिँ यिनीहरूको लागि ब्लन्डरै हुनसक्छ है। राम्रो पनि हुनसक्छ नि। मलाई चाहिँ लाग्दैन कि राम्रो हुन्छ भनेर। किन भन्दाखेरि फर्ममा हानिरहेको थियो नि ब्याट्सम्यान, त्यसको ब्याट नेपालले रोहित र भुटेललाई ल्यायो नि, दुइटाले राम्रो हो। पर्फर्म गरेका थिए। अब यिनीहरूले चाहिँ प्रुभ गर्नुपर्ने हुन्छ आफूलाई। आइपिएलमा मात्र भएको छ भन्नुहुन्छ, खै आइपिएलमा पनि मलाई सम्झना छैन। आइपिएलमा कहिले भएर डबल सुपर ओभर? च्याट जिपिटीलाई सोधौँ नि त, च्याट जिपिटीलाई सोधौँ। अहिले म्याच हेरौँ है सर, यो च्याट जिपिटीलाई सोध्न त हुन्थ्यो, तर सुपर ओभर भएको छैन जस्तो लाग्छ मलाई इन्टरनेसनल क्रिकेटमा। जस आइपिएलमा पनि मलाई सम्झना छैन है। The first double super over was played in 2020 Indian Premier League T20 match between Mumbai Indian and Punjab King. Oh, कुन जिता थियो फेरि? पन्जाब जित्यो कि मुम्बई जित्यो? ठिक छ, T20 आइपिएलमा भएको थियो पुरा गर्दैछन् फेरि। तर इन्टरनेसनल क्रिकेटमा चाहिँ यो पहिलो। एडवार्ड भनेको विराटनगरको होइन? स्कट एडवार्ड आएका छन् क्याप्टेन। म पनि सुपर ओभरमा केही गर्छु भनेर। बलिङका लागि अब अहिले चाहिँ अब चाहिँ करण केसले गर्न पाइँदैन होइन, कन्टिन्यू 2 ओभर। नयाँ बलर नै चाहिन्छ। अब यसमा चाहिँ कन्फ्युजनै छ है नेपाललाई। नन्दन यादव आउँछन् कि ललित र यो अघिको धरेमको यो पनि ब्लन्डर हुनसक्छ। अब दुवैतिरबाट कि त यो खतरै हो होइन। अब नेपाली ब्याटिङ गर्दाखेरि धरेन्द्र आउनु पाइन्छ कि ब्याटिङ गर्दाखेरि नेपाली चेन्ज गर्छ नि? पाइँदैन। सेम बलर फेरि आउनु पाइँदैन। ये सब क्या देखना पड़ रहा है? देख्न मिल रहा है भनौँ न। यो त यस्तो अकेजन हामीले सुतिसक्छ यस्तोमा। सुत्नमा के हतार छ भने सुत्नु त हरेक दिन सुतेको। डबल सुपर ओभर भयो नि, बट ढकढक इज नट इम्पोर्टेन्ट के। खेल रमाइलो हुनु पर्यो कि। अझ म त भन्छु 4-5 वटा अझै सुपर ओभर होस् न। बिहान हुन्छ अब के त बिहान उठ्ने बित्तिकै हिमाल देख्नु र यो सिम्पल सबै सुपर ओभर देख्नु पायो। तर ललित आएछ नि, ललित नारायण राजवंशी तनाव पड़ी गया। जाउँ त भन्न ल्याएर फसायो। ल ललित नारायण राजवंशी ल है त केही न केही हुन्छ। अब पहिलो इनिङमा रोहित पनि सिकाउँदैछन् हाम्रो। सबैले सिकाउँछ, सबैको एक्सपिरियन्स एक ठाउँमा जम्मा गरेर अब गर्नुपर्ने छ यार। अघि करणको ठाउँमा के गरेर यार फुल्टस थियो। अब ललित आयो होइन भन्ने कुरामा डर लागिरहेको छ मलाई। पहिलो बल लिएर ललित आउँदैछन्, हेरौँ कस्तो गर्छन्। हिरो बन्न सक्छन् त आजको म्याचको लागि। करणको त्यत्रो ठुलो चान्स मिस गरे करणले। अब लल्लु फिल्डिङ मिलाउँदैछन् अझै पनि। पानी पर्न सक्छ है। मैले म्याच सकिने बेला 11:29 भएको छ। कति बजी पानी पर्छ भन्दा अबको 1 घन्टामा पानी पर्नेवाला छ डन्डीमा। म्याक्स रोडाउट र स्कट एडवर्ड्स। ओभरको पहिलो बल आउन गइरहेको छ ललित नारायण राजवंशीको हातबाट। स्कट एडवर्ड्स गाह्रो भयो। गाह्रो पर्छ यार। यो पहिलो बल सिधै गएको छ 6 रनको लागि। ललित सरलाई गाह्रो पर्यो। कहिले थाहा भयो त्यहाँ फाल्ने भनेर? यो उल्टा थियो र बल। स्विप शट तर ब्लन्डरै हो कि क्या ललितलाई दिनु। छैन, सबै बल यसरी लाग्नु त लाग्दैन। अब
खेती यसरी नै हान्दै जाने हो भने त यो एडवर्डले गाह्रो पर्यो त्यही स्विप शट सिंगल मात्रै प्लिज ओके सिंगलमै रोकिएको छ ठिक छ 2 बलमा 7 रन गाह्रो छ 15मा रोक्नु पर्यो 15 पनि धेरै हो नि 15 त धेरै अब कति हुन्छ है विकेट देखेर आज त एड 2 बलमा 7 रन है तेस्रो बल ललितले गर्दैछन् म्याक्स रोडरलाई र यो अफ साइडमा गएको छ चौका हो कि छक्का छक्कै हुन सक्छ जस्तो छ ललितलाई दिन हुन्थेन छक्का है 2टा छक्का हानिसकेका छन् 13 रन भएको छ 2-3 बलमा यो पाराले त 26 रन हुन्छ गाह्रो पर्यो साथीहरू गाह्रो पर्यो सिम्पल कामै भइदिएको भए भन्ने अवस्थामा पुग्यौँ है हामी फेरि बल ओभरको विकेट लिनु पर्यो विकेट डट लिनु पर्यो डट खुवाउनु पर्यो छक्का हान्न ला यार ए वाइट थियो यार यो वाइड बल अब गाह्रो छ हौ साथीहरू जित्नको लागि सिंगल यो सिंगल भन्दा नि डबल त भइहाल्यो यो ओभर अब यो चाहिँ डट हुनु पर्यो क्या अब डट विकेट हार्ने भयो नेपालले हार्ने त अघि भइसकेको थियो नि हाम्रो सुरुकै ओभरमा नन्दन यादव जब आयो नि तर चान्स छ नि अझै फेरि पनि लेग साइडमा धक्का गर्न यार यो बाउन्ड्री हुनु भने क्या अब यो बाउन्ड्री हुनु भने उसको टार्गेटै त्यही छ क्या ब्याट्सम्यानको सुपर ओभरको लास्ट बल अहिलेसम्म भइसकेको छ 17 रन 5 बलमा एक्का छक्का नै हुन्छ क्या हो भन्नुहुन्छ लेभिट आयो यार यस्तो पनि गर्न मिल्छ र हात मिलाउनु मनपर्छ हात मिलाएका छन् 17 रन 5 बलमा 17 रन अन्तिम बल खेल्न आयो त रनरको लागि आयो रनरमा आएको छ लेभिट एनिवे ठिक छ यो बल डट अथवा विकेट हुनु पर्यो क्या विकेट 17 5 मा 17 छक्का एक्का छक्का वाइड एक्का दुक्का फेरि त्यही तरिकाले अब क्याच भनिसकेपछि 18 को टार्गेट अघि 20 को टार्गेट थियो अब 18 को टार्गेट अब 18 त हान्न सकिन्छ नि केटाहरू 17 हान्यो भने फेरि सुपर ओभर 17 हान्यो भने सुपर ओभर 18 हान्यो भने नेपाली जित्यो है तर बलिङ यो चाहिँ राम्रै हो नट ब्याड सुपर ओभरमा यतिको 15 त हान्छ
लो बाघले लास्टमा बाघको गेम आयो है यो चाहिँ अहिले फुटबल बल थियो फेरि ब्याट सिक्यो नि त अनि फेरि विन है सकिन्छ है सुपर ओभरको पहिलो पहिलो 3 बल पहिलो पहिलो पार्ट सकेको छ हाम्रो सुपर ओभरको पार्ट 2 आउन बाँकी छ स्वागत छ सबैलाई 3 जना हेर्दै हुनुहुन्छ अब एकदम इन्ट्रेस्टिङ मोडमा पुगेको छ नेपाललाई जित्नको लागि चाहिएको छ कति रन 18 रन रन चाहिएको छ नेपाललाई हान्न सक्ने अब 18 त हान्नु पर्यो नि यार नेपाललाई सुपर ओभरको लागि चाहिएको छ फेरि 17 रन र जित्नको लागि चाहिएको छ 18 17 भन्दा बढी जति हानिनु भयो र हार्नको लागि त्योभन्दा कम जति हाने पनि भयो नहाने पनि भयो तर नेपालले जित्नुपर्छ आज यति गरिसकेपछि अब दुईचोटि सुपर ओभर खेलिसकेपछि त जित्नुपर्ने हो नि त परे उताबाट बोलिङको लागि को आउँछ भन्ने पनि छ एउटा बिग क्वेसन दर्याम हुँदैन नरामले त गर्न मिल्दैन डेभिडेन्टलाई खेल्नु पर्ने के त्यो के अरे त्यसको नाम कमेन्ट हेर्नु न कति आएको हो हेर्ने मान्छेहरू हुनु तप्पेका तप्पै छन् ओरिजिनल लाइभ स्ट्रिम चाहिँ 1,24,000 जनाले हेर्दैछन् त्यसको 0.01% हाम्रोमा पनि छैन के कति हुन्छ थिए कुनै बेला त्यसपछि हाम्रो लाइभ बन्द भयो अब यो ओबिएस को कुछ गर्न परेगा रिमेम्बर गर्यो के अपडेट गर्नुपर्छ यो नामले क्याच गरे है लास्टमा भाइको छक्का जान्थ्यो यार अरू अब सब छोड्थ्यो होला 5 जनाले हेर्दै हुनुहुन्छ लाइक गर्नुहोस् हाम्रो यहाँ रमाइलो भइरहेको छ यार गफ गफ गर्नुहोस् च्याट गर्नुहोस् हाम्रो पछाडि गएर हेर्न सक्नुहुन्छ हाम्रो रियाक्सनहरू हरेक बल के भइरहेको फेरि पनि यहाँ बल बाई बल रियाक्सन हुनेछ यदि तपाईँ आउनुहुन्छ भने अर्को मोबाइलमा टक्क गेम लगाएर यताको कमेन्ट्री हेर्ने गरी आउनलाई खेलाडीहरू खुसी साथ बसिरहेका छन् भुर्तेल त तयार छैन नि त के हो अनिल तयार छन् अहिले के नयाँ खेलाडी आउँदैछन् त सबैले सिक्दैछन् अब उताबाट पेस बगर आउँदैछन् नि त फेरि लाइन क्याचरले प्र्याक्टिस यहाँ सबैले प्र्याक्टिस गर्दैछन् यिनीहरूले कन्फ्युज गराउँदैछ ब्याट्सम्यान पनि कन्फ्युज गर्ने भने भुर्तेललाई त्यस्तै बस आज पनि भएन भुर्तेल नआउने सोचेर आउँछन् अनि यार भुर्तेल मामा त आउनुपर्छ यार एकछिन रेस्ट दिएको पनि हुनसक्छ यिनीहरूलाई सब बलिङ नेपालका पनि सब प्याड लगाएर बस्ने अरे क्या त्यहाँ नेपालका पहिला आउनुपर्ने त नेपालकै ओ मामा पनि गरेर सबै प्र्याक्टिस गरिरहेको छ यो त स्पिनर हो धैर्यमुको हाँसो हेर न हौ म्यान अफ द म्याच लिनलाई सब रेडी भएर बस्यो भुर्तेल रोहित नन्दन सन्दीप खरा दिने म्यान अफ द म्याच इन्ट्रेस्टिङ मोडमा आएर झ्यापै कदम रेखियो फुलको बोटेमा भने जस्तै एकछिन ल फिल्डिङ सेट हुँदैछ है 18 रन डिफेन्ड गर्नु छ नेदरल्यान्डलाई नेपालले भने 18 रन हान्नु छ इजी छ त्यहाँ 18 हरेक बलमा 3 रन दौडिँदा पनि पुग्छ डर लाग्यो भन्नुहुन्छ हामीलाई पनि यहाँ डर लागिरहेको छ मुटु त्यस्तो भयो जस्तो भइसक्यो यो गेम हार्यो भने त गाह्रो हुन्छ है यो गेम हार्यो भने त अब के सोध्नु त है भोलि सुताउँला है यो गेम हार्यो भने र रोहित पौडेल अर्को को आउँदैछ र रोहितले ब्याटिङ गर्ने हो दुवैतिरबाट भुर्तेल त आयो है आउन सक्छ नि दुईटा ब्याटले प्र्याक्टिस गरेर किन रुपिसले ल्यान्ड ठगन नखाने हामीसँग भाग आयो त हो ओ दिपेन्द्र सिंह हैरी यो ब्लन्डर यो जे पनि ब्लन्डर स्पिनरलाई ब्लन्डर उतार ब्लन्डर केही भएर लास्टमा हाम्रै दलित ब्लन्डर भयो
ललितलाई ब्याटिङमा ल्याउनु पर्थ्यो। त्यही त यार रोहितलाई बसाउनु पर्ने भन्छु म त। किन बसाउनु चाहिँ किन पर्थ्यो र? दिपेन्द्र ल्याउने नि। आवश्यक छैन। अब जे गरे पनि अब यहाँ चाहिँ दिपेन्द्र सिंह ऐरीलाई पनि हामीले कम आफ्नो चाहिँ हुँदैन। उसले हान्न खोजेको होइन नि त अघि। हान्न खोजेको बेला त फेरि हान्छ। फाइल क्लिन। करण त फुल टस किङ भयो अब नेपालको। अविनाश बोरा साथ ल्याएर करणलाई दिनुपर्ने भयो। एक्चुअली अविनाशले पनि सुपर ओभरमा फुल टस हालेको यार। ओमानसँग त्यही त हो र। त्यही हाम्रो चार्ज सकिएको छ ल्यापटपको। हामी जोड्न गइरहेका छौँ है। रोहितले जिताउँछ अरे। पहिलो बल र यो सर्ट छक्का छक्काको लागि गएको छ है पहिलो बल छक्का। यस रोहितले भन्नुहुन्छ यो बलर राम्रो छैन के छक्का प्लेन त यिनीहरूको खत्रै प्रिमियम बलर भयो नि। मेन बलरै त्यही हो अब। तर अघि सुपर ओभर बनाउने पनि यही त हो नि लास्ट ओभर चाहिँ तर फुल टच चाहिँ वाइड बल थियो है। वाइड बल थियो तर पनि अब छक्का छ। रोहित दाइ यस्तै अर्को चाहियो मिठो। अब चाहिएको छ 5 बलमा 11 रन। बुढोलाई ल्याएछ नि त अहिले सिकाउनलाई। एक्सपिरियन्स खनाउँदो भयो। 5 बलमा 12 रन हो। जित्नलाई 12। सुपर ओभरको लागि 11। सुपर ओभरको टार्गेटमा हुनुहुन्छ त त्यस्तो लाग्नु सक्यो सोच्दै हुनुहुन्छ क्या उडिस के लिनु उडिस हुनु सरे रोहित पौडेल सब 101 निक्लिन लाखान अब सिकाउन लाखान सबै 130 के दोस्रो बल छक्का चाहियो इजीली हान्नुपर्छ है केटाहरू। इजी टेक इट इजी। नो बल थियो त उल्टा थियो यार। यो के हुन्छ नो बल होइन यार फेरि यार अघि पनि यस्तै एक रन हानेर आएर ट्याङ्ग गरे। अघि आउट हुने बेलामा ड्याङ्ग गरे। कति ड्याङ्ग गर्नु एक दिनमा हो। फेरि हान्न सकिरहेन। यो डन्डीको ग्राउन्डमा के छ भन्दाखेरि अलिकति ग्राभिटी बढी छ क्या। फेरि फुल टच हाल्ने अब 4 मा 11 चाहियो है प्लिज नेपाल। इन्ट्रेस्टिङ मोमेन्टमा आइसकेको त्यहाँ छैन फेरि चौका है चौका 3 मा 7 त अब त इजिली मजाले लग्नुपर्छ ट्याक्क टुक्क पारेर जहाँ गयो नि। अघि पनि यस्तै हो नि एउटा भोरखेलको। यसले अघिल्लो ओभरमा पनि यस्तै दिएको थियो नि सुपर ओभर हुने ओभरमा। 11 दिइसक्यो 3 बलमा आत्तिसक्यो अब सक्दैन। गाह्रो पर्यो भन्नु होला सुपर ओभर अगेन लेख्दैछ एकजनाले। मेरो साथी हुनुपर्छ। 3 बलमा 7 रन अब त इजिली हामीले कटायौँ। भागले अब फेरि एउटा बाउन्ड्री लगाइदिए त ढुक्क हुन्थ्यो। डट बल भाग दिपेन्द्र सिंह ऐरी। यो ब्लन्डर हुनसक्छ मैले भनेको थिएँ।
डट बल है यस्तो ठुलो सर्टको लागि गएको थिएँ ठुलो सर्ट अगाडि स्ट्रेटमा खेल्न खोजिरहेको थिएँ लगाउँ लगाउँ चार्ज छैन अब चाहिँ 2-7 दुईमा चार छक्काहरू चौका यो बल डट खायो भने त सक्यो यार यो पनि छक्का सुपर ओभरका लागि छक्का चाहियो अझै 2 बल छ चौका हानेर अनि 2 रन दिए पनि भयो चौका हानिसके जस्तो फेरि अर्को बााउन्ड्री नै चाहियो नि भाग्छ ए 2मा 7 2मा 7 2मा 7 फुल टच बल मिस सक्यो नि यार घामै भाग भने अब सुपर ओभर के भागको भर छैन यार दिनु भनेको त भनेका थियौँ हामी भाग छैन नि छक्का चाहियो प्लिज अब त भाग अब अरू केही चाहिएन एक बलमा 6 रन गयो घाम छक्का चाहियो 2 बलमा 3 बलमा 13 हानेको त्यो कति हो अर्को 11 हानेको 3 बलमा अर्को 2 बलमा 0 अहिले भएन यार यस्तो एक बलमा 6 रन चाहियो सुपर ओभरको लागि गाह्रो पर्यो त्यत्रो हानिरहेको भुर्तेललाई निकालेर दिपेन्द्र सिंह ओलीलाई किन ल्याएको 3 बलमा 4 रनले त्यो पनि एउटा कट लागेर गएको रेडेम्सनको चान्स छ एक बलमा 6 रन हानेर अझै पनि तर गाह्रो छ दिएकै बाघले गेम ब्लन्डर अघि बाघलाई केही भन्न पाइएन भन्ने फ्यानहरू अहिले कानुकै होला एक बलमा 6 रन फर द सुपर ओभर भएको छ छक्का यो फेरि तेस्रो सुपर ओभर हुँदैछ नेपालले अब हुर्ते ल्यायो यार फेरि ल्याउनु पाइन्छ होला तेस्रो सुपर ओभर खेल्दैछौँ आज हामी नेपाल क्रिकेटको इतिहासमै इन्टरनेसनल क्रिकेटको दिस इज अमेजिङ के रात पनि सुपर ओभर होला जस्तो छ हौ साथीहरू सुत्नु गर्दा हुन्छ अब फेरि नेपालको ब्याटिङ है यो फेरि सुपर ओभर भएको छ एकै तरिका है भाइ यो गाह्रो भइरहेको छ है ह्याट्रिक हुन्छ भन्दै हुनुहुन्थ्यो अघि एकजना साथीले ह्याट्रिकको सुपर ओभर भएको छ है हामी त्यस्तामा लाग्ने होइन गाह्रो भयो मलाई जिउन यहाँ नेपाली क्रिकेटको फ्यान हुन पनि गाह्रो छ है गाह्रो छ अस्ति क्लोज गेम भयो आज हेरौँ कतिचोटि सुपर ओभर भयो म त कन्फ्युज भइसकेँ यहाँ सुपर ओभर मात्रै सुन्दैछु
आज त सुपर ओभरमै 6 ओभर गइसक्यो। पहिलो 20 हानेको नेपालले उताबाट पनि 20 हानेछन् है। दोस्रो 17 हानेको उताबाट यताबाट पनि 17 हानेछन्। अब नेपालले अब टार्गेट कतिको दिने हो? अब यो खेल जित्यो भने चाहिँ इतिहासमा नाम साँच्चैकै रचिन्छ के, किनकि 3वटा सुपर ओभर भएर पनि खेल जित्ने टिम कुन हो भन्ने किसिमको सोच पनि आउन सक्छ मान्छेहरूलाई। हिस्ट्रीमा नाम त्यसरी नै लेखिन्छ। Let's see. आजको लाइभ नहेर्ने मान्छे त हो ठुलो कुरा मिस गरे है। नेपाली क्रिकेट फ्यान हो भने आजको त यो हामी युगौँ सम्झिनेछ है। यो हामीले लाइभ गरेको, यो हामीले लाइभ हेरेको। त्यसैले कति पनि नजानुहोस् है तपाईँहरू, नेपाललाई जिताएरै सुत्ने हो भन्छु म चाहिँ। जिताएर सुत्ने हो, तर अब नेपाललाई जिताउन चाहिँ नेपाल जितायो भने सुत्ने हो, जिताएन भने रातभरि सुत्दै बस्ने हो। सुत्ने पनि होइन। बाघले 2टा पो डट नखाएको भए सिङ्गल लगिदिएको खास ठगुन्न। फेरि दुइटै हो यिनीहरू। तँकेल मजा मिसायोहरू त्यो अहिले हँ? घुम्छु भने आइज त भने कि तँ कि म जान्छु भने हो कि कोही जानु मन चाहिँ मैदानको बिचमा हाल्नेहरू। 50 ओभर पुग्छ क्या हो यो T20 भनेको त अहिले कति नै आइसक्यो हो। 6 ओभर एक्स्ट्रा खेल्न थालिसक्यो हामीले। 50 ओभर 46 ओभर त हुन लागिसक्यो। अब 2टा सुपर ओभर भयो भने त 50 ओभरै पुग्छ है। कुनले हुन्छ भने खेल फेरि दिपेन्द्र सिंह आर्यलाई राखेको छ। कुड ह्याभ चेन्ज्ड, भोर्तेलाई ल्याउन सकिन्थ्यो। भोजेले ल्याएको हुन्छ यार। को आयो? डिभिडेन्ट आयो नि त, डेब्युटेन्ट डेब्युटेन्ट हो, एक्टिङ गरेर छ। मलाई नि हो जस्तो चाहिँ लागिरहेछ है। अब हो नेपाल 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 झन्डा फहराउनु पर्यो है सबैभन्दा माथि। उल्टा भयो होइन, उल्टा छ। ओके, 1,04,000 जनाले यहाँ त हेर्न छोडिसक्यो है। लाइन क्या छ फेरि स्पिनर आएको छ है। स्पिनर यो ब्लन्डर हुनसक्छ है उताबाट। स्पिनर हो, रोहित पौडेलले कसरी हान्छन् अब। मैले डेब्युटेन्ट ल्याएँ भनेर खुसी भएको। 3rd सुपर ओभर इन प्रोग्रेस है। इतिहासमा पहिलो पटक तेस्रो सुपर ओभर हेर्न जाँदैछौँ हामी। र यो वाइड लाइनमा फालेका थिए, यो छक्का हुनुपर्छ। यो सिधै विकेट है। ठिक छ ठिक छ। एक दुई बल फायर आउट हुनुभन्दा त पहिलो बलमा आउट राम्रो नि। पहिलो बलमा विकेट है। अब अर्को गइसक्यो। रुपेश आएछ त यार। अहिले ऊ कहाँ छ? भुर्तेल कहाँ लुक्यो भुर्तेल? एकदमै दुःखद घटना है। ब्लन्डर हुनसक्छ है रुपेशले ल्याउनु। हुन सक्छ। अब दुईजनाले कति हान्न सक्छन्। अब स्पिनरले राम्रो खेल्दैन भने होइन अघि हाम्रो एनालाइसिसबाट हाम्रो एनालाइसिसबाट त भने अहिले स्ट्राइक पाउँदैन जस्तो है। सक्दैन यो डटको दुई डट खाइदियो यार। यस्तो ल्याएर हुन्छ नि डेब्युटेन्टलाई। यो के भइरहेछ यार? 3 बल कुनै पनि रन छैन। के यो ब्लन्डर भयो? सिंगल दे भनिरहेछ।
वाइ रुपेशलाई किन? रन सुपर ओभरमा 0 अल आउट, 1 रनको टार्गेट। खतम यार लास्टमा आएर यही देखाउनलाई यत्रो सुपर ओभर गराएको चान्स त भन्नुहुन्छ है। अब के को चान्स? हामीले 2 विकेट लिनु पर्यो लगातार। के भयो आउट भयो रुपेशलाई किन बनाएको भन्छु यार 1 रनको टार्गेट र नेपालले गेम हार्ने अब ग्यारेन्टी भएको छ। यो के डिसिजन हो? कसको डिसिजन हो कोचको डिसिजन नयाँ कोच यो वाइड बल थियो। स्टम्पिङ पनि गरेर के आउट त त्यहाँ What is this? What is this behavior? नेपालले तेस्रो सुपर ओभरमा 1 रनको टार्गेट दिएको छ, 1 रनको। एक रन लगाउन नसक्ने स्ट्राइक रेट गर्न नसक्ने ल्याएछ यार रुपेशलाई ब्याटिङ गर्न ल्याउन कसले पठाएको? किन पठाएको? कसले दिन्छ होला अघि हाने नि त रुपेशले चौका छक्का 11-12 रन हाने एउटा ओभर तेज बलरले चाहिँ भयो। त्यो एनालाइसिस कसले गरेन एनालाइसिस हामीले गर्न सक्यौँ नि त्यतिको कोचले गरिदियो है नेपाल जित्दैन नि यहाँ अझै पनि चान्स त छ है फेरि पनि। छ चाहन्छ चान्स कि हामीले पनि अब 2 विकेट लिनुपर्ने त हो। 5 रन भ्याएको ठाउँमा अलिकति सोच्नु थियो यार 1 रन त बाहिरबाट दिएको छ अहिले हेर्नु न हाम्रो बलर ठिकै छ, आजलाई यस्तै भयो। हामी अब फेरि भोलि म्याच छ। भोलि कोसँग छ हाम्रो? भोलि स्कटल्यान्डसँग म्याच रहेको छ। नेपालीहरूलाई अहिलेसम्म यसरी झुल्याएर यहाँ राखे, अडियन्सहरू पनि आश गरेर बसे र लास्टमा आएर लास्टमा त्यही भयो। गाडीको बर्खात भइसकेको छ गाली नगरौँ अब, गाली गरेर के गर्न सकिन्छ? त्यतिखेर पनि हार्न सकिन्थ्यो, यसरी हार्नु लेखेको रहेछ अब। अझै पनि स्ट्राटेजी प्लानिङहरू गरिरहेका छन् हाम्रा खेलाडीहरू र यो 20 को खेल राम्रो भयो। को गर्दैछ बल? को सन्दीपलाई दिने हो अब त यार त्यत्रो एक्सपेरिमेन्ट गरिसकेर सन्दीपसँग नि गरौँ न त्यत्रो Can anyone pull this miracle? Can anyone pull off this miracle? गाह्रो भयो यार गेम त तर गेम खतरा भयो। भुर्तेललाई दिन पर्छ भन्नुहुन्छ। अब बलिङ भुर्तेल चाहिँ राम्रो अप्सन हो भुर्तेल पनि राम्रो अप्सन हो, सन्दीप पनि राम्रो अप्सन स्पिनर हाम्रो स्पिनरले चाहिँ खाने उताको स्पिनरले चाहिँ विकेट लाने भइरह्यो नि त अन्त उता फर्स्ट स्पिनरले खाने उताको होइन। यो ओभरमा हामीले ब्याटिङै राम्रो पठाएनौँ। सब बलर छन् अब सबै जान्ने छन् सबै सुन्ने छन् अब जसलाई दिनु पनि कुनै अर्थ छैन, फर्मालिटी मात्रै हो कि त्यो। झगडा हुन्छ जस्तो छ म गर्दैन भनेर झगडा हुन्छ बलिङ अघि मजाले भनेर झगडा गरे ब्याटिङमा बलिङमा चाहिँ खतम भयो यार
ह्याप्पी न्यू डे सबैजनालाई वेलकम टु गुड मर्निङ। वेलकम टु न्यू डे। कस्तो लामो गेम भयो यार, 2-3 सम्म चल्ने। यस्तो हिजोबाट खेल हेरेको हेरेछौँ यत्रो सुपर ओभर भएर लास्ट सन्दीप आयो हौ। लामिछानेको टाउकोमा यदि यो पनि पुलअप गर्न सक्यो भने चाहिँ सन्दीप लामिछानेलाई चाहिँ मान्नै पर्छ है। हिजो पनि बाँधिरहेको छु सबैले सन्दीपलाई त होइन। करम केसीले खायो त्यहाँ फेरि। त्यो पनि बौलाइसक्यो अघिदेखि सुपर ओभरको बलरहरू मिलाउँदा मिलाउँदा हिटरहरू पनि ओभर टाइम गराउनु लाग्दा बसेर रिसाउँला। 2 दिनको भत्ता चाहिन्छ भने भिडियोदेखि क्यामेराम्यान सबै आक्कै होला नि त खर्साङलाई। सन्दीप सन्दीपलाई हेर है, सन्दीपले पनि गर्न नसक्नु चाहिँ होइन है। नेसनल दोस्त सन्दीपलाई आउने भयो त्यहाँ मेडिन ओभर पनि फाल्न सक्छ नि। पहिले बलमा बिताएको हेर्नु। सिङ्गल लिन खोज्छन् कि बााउन्ड्री हान्न खोज्छन्? बााउन्ड्री हान्न खोज्छन् किनकि फिल्डर क्लोज हुन्छ नि त सिङ्गल रोक्नलाई राखेको हुन्छ। त्यो बााउन्ड्री हान्नु ठ्याक्कमा आउट। ब्ल्याक एन्ड व्हाइट भयो यार गेम जस्तै। त्यसलाई उ भयो त्यो पुरस्कार हो त्यत्रो गरेको। छक्का। यसका साथै खेल सकिएको छ र नेपालले हारेको छ। कति रनले सुपर ओभर 3 रन म्याच टाइड नेदरल्यान्ड वन इन सुपर ओभर। रन रेट कसैको पनि कति पनि हुँदैन यो सुपर ओभरले एफेक्ट केही पनि गर्दैन। जस म्याच रमाइलो भयो हारियो अब कहिले जितिन्छ कहिले हारिन्छ विनिङ साइड लुजिङ साइडमा त भइन्छ। हिस्ट्री नै क्रिएट भएको छ 3 टाइम सुपर ओभर भनेको चाहिँ इतिहासमा रेयर नै ओकेजन हो र लास्ट सुपर ओभरमा अब अनफर्चुनेटली नेपालले हार्न पुग्यो छैन।